त्यसै पनि तपाईँ अहिले घान्द्रुकमा आउने प्लानिङ गर्दै हुनुहुन्छ भने तपाईँ अहिले नआउनु होला। घान्द्रुक आउने बाटो अहिले एकदमै अवरुद्ध भएको छ, हेर्न सक्नुहुन्छ। तपाईँको यो बाटो पानीको बहाव निरन्तर वर्षा भएको कारणले गर्दाखेरि यो बाटो सबै खसेको छ। यो गाडी हिँड्ने बाटो हेर्न सक्नुहुन्छ, यो घान्द्रुक हिँड्ने बाटो हो। यो बाटो त्यहाँसम्म थियो, उताबाट टर्निङ थियो, वहाँसम्म थियो। यो सबै यो पानीको बहावले सबै खोदलेको छ, सबै लगेको छ। दर्शक हेर्न सक्नुहुन्छ, तपाईँलाई मैले दृश्यमा देखाइरहेको छु। र यो हेर्न सक्नुहुन्छ, यो होटेल होला, सम्भवतः घर यो होटेल होला, होटेल सबै यो यो पनि जोखिममा छ भनौँ न। यो पनि जोखिममा रहेको अवस्था चाहिँ अहिले छ। यो पानी एकदमै धेरै हुँदाखेरि यो मोती खोला एकदमै बढ्छ, पानीको बहाव एकदमै धेरै हुन्छ, जसको कारणले गर्दाखेरि यहाँ एकदम उच्च जोखिम त हुन्छ। अस्ति आएको लगभग 5-7 दिन भयो यो बाटो चाहिँ गएको। धेरै पक्की पुलहरू, धेरै मन्दिरहरू पनि गएको जानकारी पनि मैले प्राप्त गरेको छु। यो घान्द्रुक जाने बाटो चाहिँ अहिले बाटै छैन। मान्छेहरू त्यो बेलामा घान्द्रुक जति पनि जानुभएको थियो उहाँहरू अलि पारिपट्टि गाडीमा आउनुभयो, त्यहाँबाट माथिबाट हिँडेर आउनुभयो। अनि तपाईँ पोखरा अथवा अन्य ठाउँबाट तपाईँ आउँदै हुनुहुन्छ भने पारी चाहिँ तपाईँ आउन सक्नुहुन्छ। यताबाट हिँडेर चाहिँ फेरि गाडी चढेर जान सक्नुहुन्छ। यो गर्दाखेरि तपाईँ अलिकति डिस्टर्ब हुनसक्छ, तपाईँलाई अलिकति झ्याउ हुनसक्छ। त्यसैले तपाईँ नआउनु होला। यो बाटो सम्भवतः छिटै बन्छ भन्ने जानकारी पनि मैले पाएको छु। र घान्द्रुक जाने बाटो चाहिँ यस्तो छ, एकदमै धेरै निरन्तर वर्षा भएको कारणले गर्दाखेरि, वर्षाले गर्दाखेरि, पानी परेको कारणले गर्दाखेरि यो बाटो लगेको एकदमै धेरै वार्की पार चाहिँ यो पानी हुन्छ। पारी घरहरू देखाउनु होला, होटेलहरू होला सम्भवतः है। होटेलहरू पनि एकदमै जोखिममा परेको जस्तो पनि देखिन्छ। हुन त अलिकति त्यहाँ पत्थर पनि छ न त होइन, नजाला भन्न त्यो हेर्दा देखिन्छ, तर जोखिम चाहिँ छ। दर्शकबिन यो कास्कीको बिरेठाँटी भन्ने ठाउँमा म आएको छु, हेर्न सक्नुहुन्छ। तर बाटो चाहिँ छँदै छैन, हेर्न सक्नुहुन्छ, बाटो छैन। तर घान्द्रुकमा जानुभएका पर्यटकहरू ओर्रादोर चाहिँ हिँडेर गरिरहनु भएको छ है। यस्तो अवस्था छ। तपाईँ सजग रहनु होला, सतर्क रहनु होला। तपाईँलाई मैले घान्द्रुक जाने बाटो कस्तो छ त नि भनेर तपाईँलाई मैले देखाउन गएको छु। यहाँसम्म बाटो छ, यहाँबाट उता बाटो चाहिँ छैन। सक्नुहुन्छ भने पारीको बाटो पनि अलिकति छुच्च देखाउनु होला, सक्नुहुन्छ भने पारीको बाटो पनि छुच्च देखाउनु होला, ताकि उहाँ बाटो छ, पारी बाटो छ, हेर्न सक्नुहुन्छ। पारीबाट यहाँ टर्निङ थियो, टर्निङ सबै लयो, यो मोदी खोलाले सबै लयो। हुन त अरू बेला पनि आउँथ्यो पानीको बहाव हुन्थ्यो, तर यसपालि के भयो यो मोती खोला एकदमै धेरै बढेको कारणले गर्दाखेरि यहाँ धेरै धनजनको क्षति पनि भयो, मान्छेहरू त्रसित पनि छन्। खैर केही छैन, सतर्क रहनु होला, सजग रहनु होला। हस्, नमस्ते।